नमस्कार। आज म तपाईहरुमाझ संसारलाई बदल्ने केही विश्व प्रसिद्ध भनाइहरू लिएर आएको छु, जसले हाम्रो ओइलाएको उत्साहलाई जगाउन सक्छन्। महात्मा गान्धी भन्नुहुन्छ, तिमी संसारमा जस्तो परिवर्तन चाहन्छौ, पहिले आफै त्यस्तै बन। अर्थात् सुरुवात सधैँ आफैबाट हुनुपर्छ। महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइन भन्नुहुन्छ, भोलिको सिकाइको लागि आजको प्रश्न आवश्यक छ। जसले कहिल्यै गल्ती गरेन, उसले कहिल्यै केही नयाँ गर्ने प्रयास नै गरेन। त्यसैले गल्तीसँग डराउनु पर्दैन। चीनका दार्शनिक कन्फ्युसियनको एउटा सुन्दर भनाइ छ, यसले फरक पार्दैन कि तपाईँ कति बिस्तारै हिँड्दै हुनुहुन्छ। मुख्य कुरा यो हो कि तपाईलाई रोकिनुहुन्न। लगातारको प्रयास नै सफलताको कडी हो। र अन्त्यमा प्रसिद्ध लेखक मार्क ट्वेन भन्नुहुन्छ, अघि बढ्नुको रहस्य नै सुरुवात गर्नु हो। तपाईको आजको दिन सुरुवात सुखद रहोस्। धन्यवाद। हरे कृष्ण।